अकौचिमं अवधिमं अजिनिमं आहासिमि एचतं उपनयन्ति वेरन्ते सुपसम्मति। मलाई गाली गर्यो, मलाई कुट्यो, मलाई हराइदियो अथवा मेरो लग्यो भनेर जसले आफ्नो मनमा बराबर विचार गर्दैन त्यसको मनमा वैरभाव शान्त हुन्छ। नहि वैरेन वैरानि सम्मन्ति दकुदाचनं अवैरेन च सम्मन्ति एष धम्मो सनातनो। रिसले वैरभाव शान्त हुने छैन, प्रेम भावले मात्र वैरभाव शान्त हुन सक्छ। यही नै सनातनदेखि चलिआएको धर्म हो।